आजभोलि त झन् राम्रो देखिनु भयो। बुढेसकाल लाग्यो, बुढेसकालमा अलिअलि राम्रो हुन्छन् रे। बुढेसकालमा राम्रो हुन्छ? हजुर, कि त भोइस आउने बेला राम्रो हुन्छन् कि त बुढेसकालले छुने बेला राम्रो हुन्छन्। मान्छेको भोइस कतिपटक आउँछ? मान्छेको लगभग 2-3 चोटि आउँछ। 2-3 चोटि आउँछ? कति बेला आउँदो रहेछ? एकचोटि 12-13 हुने बेला कुरकुरे भोइस भन्छन्, अनि त्यसपछि 20-22 ठिक्कैको भन्छन्, ठिक्कैको भोइस। अनि त्यसपछि यो 34-35 मा चाहिँ यो के रे लास्टको भोइस, 3टा भोइस आउँछ। जेनजी आन्दोलन भने के रहेछ, के बुझ्नु भयो? जेनजी आन्दोलन भनेको त्यही कुरकुरे भोइस आउन लाका, अनि त्यसपछि बिचका अनि लास्टका भोइस आका सबै जम्मा भएर आन्दोलन गर्नुलाई होइन र? होइन के रे हाँस्नुहुन्छ? कुरकुरे भोइस आउन लाको अनि त्यसपछि बिचको अनि लास्टको तिनी सबै जम्मा भएर आन्दोलन गरेपछि जेनजी आन्दोलन भनिन्छ। किन हाँस्नु? होइन जेनजी आन्दोलन भने त्यो तपाईले गाली गर्छन्? अब किन गाली गर्ला? मैले बुझे त्यो कि बुझाइदिनु पर्यो के र? त्यो भन्नुभयो भने त त्यत्रो शहीद भएको छन्, यो मजाक बनाइदिने जेनजी आन्दोलनलाई मैले जहाँसम्म बुझेदै त्यति त हो नि। मैले तिनी शहीदले त्यो नराम्रो भन्न खोजे होइन नि त। तिनले त हाम्रो देशको लागि त्यति गरे, तिनीहरूप्रति एकदम हामी आभारी छौँ, मतलब उनीहरूले सम्झिरहनेछौँ, देशको लागि एकदम धेरै उ गरेका छन् होइन। नहाँस्नु न, म जे जाने छु त्यही भनेको छु झन्। अनि अर्को हर्क साम्पाङ भन्ने चिन्नुहुन्छ? फोटो पनि देखेको छु। तिनले प्राय गाउँमा काम गरे हुन्छन्, ढुङ्गासुङ्गा बोक्ने अनि पानी सानी कुलोसुलो बनाउने होइन र? त्यस्तो त्यहाँले त्यस्तै कुलोसुलो बनाउने, यताउता कोडाली हलोहरू बोकेर त्यो होइन। उहाँ श्रम संस्कृति पार्टीमा हुनुहुन्छ अहिले। राजेश हमाल त चिन्नुहुन्छ तपाईँले? हजुर चिन्छु। कस्तो लाग्छ राजेश हमाल? राम्रै लाग्छ, ठिकै बड्डो हुन लाग्छन् होइन र? किन हाँस्नुहुन्छ त? तपाईँले हात पनि हेर्नुहुन्छ होइन? हात त अरू कोहीको हेर्दैन, अनि तपाईँहरू जस्तोको हेर्छु। मेरो हात हेरिदिनुहुन्छ? अहिले काम छु फेरि म त। होइन, मेरो यो हात के हेरिदिनुहोस् भनेदेखि हजुर म एकदम अमेरिका जाने भनेर एकदम प्रयास गरे मान्छे हुँ। हजुर मेरो यो एक दिन त अमेरिका पुगेरै छोड्छु भन्ने मेरो लक्ष्य छ। हजुर मेरो हात हेरिदिनु, अमेरिका पुग्छु पुग्दैन म, हेर्नुहोस् त। सानी सानी गप म प म प ट स त स त स सा रे ग म प र। अब हजुर म एउटा गीत गाउँछु, मसँगै गीत गाउनु होला है। सानी सा पनि सा ग म प नि प म प ग म सा प म प सा म ग म सा ग सा नि सा प अनि सा ग हाय। सानी सानी ग प म प ट स त स सा रे ग म प र। ठिक छ। सानी 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 गम्ब घप न पन के हो आन्न कि गानी दाइ आन्न के फेरि हुन लाग्छ त। कठैनी बिचारीको सिउँदो खराब भएछ, सिरैको सिउँदोमा सिन्दुर छैन, बिचारीको बिहे पनि नभएको होइन, लाउचेली भातो लाउ इतला म त जान्दैन कि हृदयको घाउ। कठैनी बिचारीको सिउँदो खराब भएछ। जान्दैन कि सुस्तरी भन्नु। मेडिकल सुपरिन्टेन्डेन्ट भन्नु त। त्यो त आउँछ मलाई भन्नु। मेडिकल सुपरिन्टेन्डेन्ट मेडिकल सुपरिन्टेन्डेन्ट फेरि भन्नुहोस् त। मेडिकल सुपरिन्टेन्डेन्ट होइन, मेडिकल सुपरिन्टेन्डेन्ट भन्नुहोस् त। मेडिकल सुपरिन्टेन्डेन्ट मेडिकल सुपरिन्टेन्डेन्ट मेडिकल सुपरिन्टेन्डेन्ट
फेरि मेडिकल सुपरिन्टेन्डेन्ट भोटे लाज हुन्छ म एकपटक लास्ट अब मेडिकल सुपरिन्टेन्डेन्ट